हेलो साथीहरू, आज हाम्रो चटपट बनाउन जाँदैछ हो। आज चटपट बनाउने हो। आज चाँडै छुट्टी भयो। मेरो साथी र म दुईजना चटपट बनाउनको लागि खानेकुरा किन्न जाँदैछौँ। यहाँ के भन्छन् युएईमा एउटा कोका कोला नि किन ल। युएईमा के भन्छन् हाम्रोतिर त किराना पसल भन्छ, यहाँ युएईमा तर के भन्छन् बकाला भन्छ। अब हाम्रो बकालामा जाँदैछौँ। चाँचो र भुजा त राखेछौँ, किनेर पहिले राखेको चाँचो र भुजा। अब अरू अरू भेजिटेबलहरू किनेर ल्याउने हो अनि चटपट बनाउने हो। अनि साथीलाई साह्रै भोक लाग्यो, त्यही भएर अब जान पर्यो, चटपट बनाउनु पर्यो। यो चाहिँ हाम्रो क्याम्प हो, हाम्रो क्याम्प हो यो। अब यसकै पारी बकाला छ, यो बकाला हो। यता रक्सी चाहियो भने यता रक्सी पनि पाउँछ, यता सित्तन पाउँछ। अब बकालामा गएर के किन्ने हो अब त्यहाँ गएर हेर्नुपर्छ। अहिले देखाउँदै गर्छु म। भेजिटेबलहरू मैले पखालेर ल्याइसकेँ। मेरो साथीले यहाँ काट्दैछ। के ल्याएको? कागती छ, प्याज छ, टमाटर छ, काँक्रा छ, डल्ले खोर्सानी पनि छ। मिठो हुन्छ कि के हो यार, अस्ति नै खाएको त मिठो भने थियो। यहाँ चित्रले काट्दैछन्। अनि के ल्याएको हामीले पसलदेखि यार? चना ल्याएको, अनि हरियो मटर छ, अनि बदाम छ, नुन छ। बाहिर धेरै गर्मी छ। कति काटेको यार? यति काट्यो? कपाल त लामो लामो गर्छ, यस्तो लामो गर्छ तर झर्दैन। हेर न कस्तो दामी कपाल गर्छ। मेन्टेन गरेछु। कति टाइम लागिरहेको छ यार तिमीलाई बनाउनलाई यार। अलिक छिटो काट न यार। अहिले भिडियो बनाउँदा चाहिँ छिटो बनाएर देखाउनुपर्छ क्या। भिडियो बनाउनु यस्तो के बनाउनु ला के भन्ने हो? टमाटर ठुलो के हुने हो त्यति खासै के भन्ने। साइज तिमीले खतरा गर्दैछौ। काट्न चाहिँ हो काटेछ। यो हल्का पुस्देऊ न यार, साइड पर्छ क्या। त्यही छ त जेले पुस्यो रे। उसले राउन्ड तिमीहरू 2 लिटर चिसो। एक त एसीमा बस्छन्, चिसो न छ लाउने हो कि ला, चिसो नै पिउँछ। म राख्नु चिसो मान्छे किन त हामी खान्छौँ भयो त्यसो हुँदै हो। मैले हिजो चिसो खाएर मलाई नि चिसो लाग्छ। चिसो खाए तातो लाग्छ नि, चिसो लाग्छ नि हुँदैन कि। एक त एसीमा बस्छन्, त्यो झ्याउ हुन्छ क्या। जाडो महिना त आइस खाने होला नि। बाहिर त डह्रो गर्मी छ। कति टाइम लागेछ यार। लो काँक्रा काट। पक्ख काँक्रा पनि कस्तो डिजाइनको छ यार यहाँ। तिम्रो जस्तो हो क्या। ए के भन्छ यो मान्छे फेरि यार। होइन अब हाम्रोतिरको हुन्छ भने कति मोटो मोटो लामो लामो ठुलो हुन्छ होइन, हो कि नै? यो त हेर न कति सानो छ। कागती चाहिँ यो के भन्छन् यस्तो खाले त नेपालमा पनि पाउँछ होइन? यस्तो कुन थरी पाउँदैन, यहाँ पाउन होला नेपालमा पाउँदैन। त्यो त हो थरी पाउँछ। यस्तो भनेको कि मैले लामो भयो राम्रोसँग चक्कुले काटेन। भेजिटेबल त धेरै ठिक्कको पुग्छ होइन?
धेरै बन्छ च्याम बरु खाना लान्छ केटाहरूले बाह्र के ल्या भन्ने बित्तिकै बन्छ र यहाँ एकजना काटिरहेछ यहाँ 3 जनाले हेरिरहेछन् म भिडियो बनाउँदैछु के गर्ने अब चक्कु एउटा मात्र छ ए रङको दाजु आयो है चटपट खान लाग्यो गिलो चटपट हो गिलो होइन हिलो चटपट हो हिलो चटपट हो है कस्तो गिलो चटपट हुन्छ अहिले एक बाल्टी पानी ल्याएर बनाउने अनि गिलो चटपट भइहाल्छ बस सुत्नु न नि अघि त सुत्नु भएको थियो त आफू त उठाएर गएको हो सर्वले बनाएर यार धेरै टाइम लाग्यो यार 1 घन्टा भयो उस ल्याउ धनिया ल काटा धनिया काटा अनि धनिया काटा अब त भाडा दाल मोटालियो चिउरा के भन्छन् चाउचाउ हालियो अब नुन हाल्नु छ अरू के छ यार यो हाल्नु पर्यो अब यो पनि हाल्नु पर्यो हैन भने सोध्नु नि तपाईलाई यार पुरै काटिदिएको यो कटेकै छैन उता एकजना आरामै हुनुहुन्छ भन्ने छन् यता आएर हेल्प गर्नु छैन आरामै हुनुहुन्छ अरे अहिले एकछिन पछि आरामै सोध्यो त हुन्थ्यो के अरे ल खै भएन कहाँ यो कटेकै छैन के भनौँ अब यार कमाल कर दिता दिल खुश कर दिता यो हो नि त लाइन प्लास्टिक भयो यो हाल्नु नि यो अलिक सट आउँछ कि त्यो हाल्नु अलिक सट आउँछ मजाले हाल्नु पर्यो के हाल्नु हुन्छ हेर्दाखेरि त स्वादिष्ट देखियो के अरे होइन खोइ मसलाहरू खोइ मसलामा हाल्छु त्यो अलि नहाल्नु अलि लाग्छ माल्नु के हो त्यसमा हालेर मिक्स गर न मसला पनि हालेर न त्यसमा मसला लास्ट सर्र हाल्नुपर्छ कि यसरी हाल्नु ठीक छ ये हमारा चटपटे वाला भैया मैनेजरलाई यार के भन्छ यार चटपटे वाला भैया है पूरा अच्छे से बना रहा है देखो अभी वेजिटेबल मिक्स कर रहा है अभी ऐसा लग रहा है कि जैसे कि कितना अच्छा है ऐसा लग रहा है कि चटपट खाएगा तो सालो दिन में 7 चोट काट जाना के लाइभ खोलेर बस्यो कि के हो ए घर म त लाइभ खोलेर बस्यो के हो जल्दी कर भाई टाइम नहीं है टायर कान्छ कहाँ हो भने आएर बल्छिनु के हो फोन गरेको होइन तिमीले राख्दै एकछिन यहाँ विशाललाई फोन गर्छु पूजनलाई फोन गर्नु फोनै उठाएन राख्न अभी भैया मेरा तो चटपट रेडी होने वाला है भाई हेरम ओ खतरा हो यार हेर्दा त भाँडा छैन ठुलो कसलाई पुर्याएर साथीले बनाऊ चटपट खानु चटपट बुझाला न ल्या म हुन लागिसक्यो यार उ त बनाउँदैछन् के
ला भैँसीको कुँडो मले जस्तो मले होइन यस्तो हो त यार मसलाहरू नि हाल 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 छिटो 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 गर भयो भए काट्यो न एकमा भए थोरै हाल त खतरा बुझाल्नु नि थोरै खतरा हो यार चटपटा हो खतरा हो यार कति टाइम लागेको छ यार हाल्यो नि उजनेको कति टाइम लागिरहेछ यार हेरौँ त ओहो ल रेडी भयो ए चटपट खाने आयो खतरा चटपट खतरा हो खतरा हो यार त हाल्देऊ न यसो खतरा यार चटपट त खतरा बने यार बबल बनाउँछ यार चटपट भन्नु के भन्न लाग्यो सुनिरहेको छु दामी बनाउँछ यार भने खान्न ल भाइ केही न केही दामी छ यार सबै पुग्यो अस्ति हामीले बनाएको नि त्यो भन्दा राम्रो छ केही भन्नु छैन केही भन्नु छैन तिमीले भन न कस्तो लाग्यो मलाई त एकदम ठिक भयो तिमीले कस्तो लाग्यो बाबा तिमीलाई दामी लाग्यो हो मैले बनाएँ मैले त राम्रो लाग्यो भने नि बोल नराम्रो लाग्यो भने नि मलाई दामी बनाएको क्या मस्त